हाम्रा आदरणीय समस्त ग्राहक महानुभावज्यूहरू लगायत आदरणीय आमा बुबा दाजुभाइ दिदीबहिनी साथीभाइ इष्टमित्र शुभचिन्तक लगायत अन्य सम्पूर्ण सबैमा मेलम्ची राइस एन्ड फ्लोर मिलको सञ्चालक धनबार बस्ती उत्तरबाट हार्दिक नमस्कार, शुभ सन्ध्या अनि सम्पूर्ण सबैलाई हार्दिक स्वागत पनि भन्न चाहन्छु। हामीले विगत 4 वर्ष अघिदेखि काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 5 थलीमा हाम्रा पुर्खाहरूले चाहिँ सञ्चालनमा ल्याएको यो पछिल्लो समय अर्थात् हालको समय लोप हुँदै गइरहेको पौराणिक ढुङ्गाको घट्ट सञ्चालन गरी त्यसको साथै एकी जाँतो लगायत धान मिलहरू सञ्चालन गरी शुद्ध लोकल अर्ग्यानिक र मिसावट रहित उत्पादनहरू खाद्य वस्तुहरू उत्पादन गरी हाम्रा आदरणीय ग्राहक महानुभावज्यूहरूलाई हामीले उपलब्ध गराउँदै आइरहेका छौँ र अहिलेसम्म हाम्रा उत्पादनहरू जसले प्रयोग गर्नुभएको छ उहाँहरूले हामीलाई अत्यन्तै माया गर्नुभएको छ। उहाँहरूले हामीलाई हौसला अनि प्रेरणा दिनुभएको छ, जसको कारणले हामीमा थप काम गर्ने ऊर्जा अनि हौसला प्राप्त भएको छ, जसबाट अझ हामी चाहिँ हाम्रा उत्पादनहरूलाई कसरी चाहिँ योभन्दा बढी चाहिँ गुणस्तरीय बनाउने, कसरी योभन्दा बढी चाहिँ शुद्ध मिसावट रहित र एकदम विषादी रहित कसरी बनाउने भन्ने सोचाइमा अघि बढिरहेका छौँ। र हामीले खाद्य वस्तुहरू सङ्कलन गर्दाखेरि नेपालका हिमाली तथा उच्च पहाडी जिल्लाहरूबाट चाहिँ हामी सङ्कलन गर्ने चाहिँ प्रयास गरिरहेका छौँ। र त्यसरी विशेष गरी हामी चाहिँ नेपालका कर्णाली प्रदेशमा पर्ने जिल्लाहरू हुम्ला, जुम्ला, डोटी, मोगु, कालीकोट, जाजरकोट लगायत सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाहरूबाट चाहिँ हामी खाद्य वस्तुहरू सङ्कलन गर्दै आइरहेका छौँ। विशेष गरी कर्णाली प्रदेशका जिल्लाहरूबाट चाहिँ हामी फापरका परिकारहरू, त्यस्तै गरी सेतो मकैका परिकारहरू, तिलहरू भयो लगायत अन्य चिनो, कागुनो, मार्सी धान, ब्ल्याक चामलको चाहिँ धानहरू भयो, लोकल चनाहरू भयो, यस्ता चिजहरू चाहिँ हामी चाहिँ कर्णाली प्रदेशका जिल्लाहरूबाट आयात गर्दै